हेलो साथीहरू नमस्कार। मैले आज यो के बनाउँदैछु भने कसले चिन्नुभयो होला यसलाई। यो चाहिँ पुदिनालाई टिपेर मजाले पखालेर छायामा सुकाएको थिएँ मैले हैन। अनि स्टोर गरेर राखेको थिएँ। अनि फेरि आज यसो मुड चलेर चाहिँ यसलाई चाहिँ हल्का रोस्ट गरेर पिसेर ढुट्टो बनाएर राखो भने चाहिँ जेमा खाना पनि सजिलो हुन्छ जस्तो लागेर मैले यसलाई तातो कराई बनाएर हल्का तताएर, धेरै चाहिँ तताउनु हुँदैन साथीहरू, फेरि डढेर मिठो हुँदैन, हल्का तताउने। अनि तताएर यसलाई चाहिँ पिसेर हेर्नु कति मसिनो, कस्तो मगी सेन्ट आइरहेछ। ओ माई गड, यस्तो मिठो सेन्ट आएको छ। अनि यसलाई चाहिँ तपाईहरुले जेमा राखेर पनि खान सक्नुहुन्छ नि त। यसलाई चाहिँ जस्तो जुस बनाउँदाखेरि पनि राख्दा हुन्छ, अचारमा, पानीपुरी बनाउँदा त यस्तो मिठो हुन्छ। यो अलिकति राखो भने यस्तो मिठो हुन्छ, पानीमा राखो भने। तपाईहरु पनि यसरी बनाएर खानु होला। हस्त, बाइ बाइ, अर्को भिडियोमा भेटौँला।